1 साल तीजमा ए माइत जानु पर्यो तीजमा भनेर के दिपा? हजुर। तिमीलाई त के थाहा छ र तिमी त कहाँ मलाई नै नि यता पनि थाहा छैन। अब यता फर्केर भन्नु भने यता भने झन् बढी थाहा छैन। बहिनी ठिक्कला भित्र नाकको भुत्ला देखिरहेछ। के भन्दै हुनुहुन्थ्यो? तीजमा माइत जानु पर्यो भनेर घरमा ए रोटी अनारस कुरौनी सबै बनाए। अनि बोकेर मात्रै के हिँड्या थिए बहिनी। हजुर। म त जालमा परे। जालमा परे? कार्की दाइको? होइन माझीको जालमा परे। किन नि माझीको जालमा? खोलो उर्लेर आएको रहेछ। माइत सामान पुगो म पुग्न पाइनँ नि। अहिले पनि दिदी तीज नै अर्कै भइसकेको छ के दिपा? हो त तीज नै अर्कै। पहिला पहिला त तीजमा दुःख थियो, गाह्रो थियो न त। नसुना न उसलाई के मैले बिर्सिन्छु के। अहिले त दर खानी भन्दा रहेछन्। के को दर खानी? दरको नाममा दारू खाँदो रहेछन् नि अहिले खाने। सुरु गर्दाखेरि ह्याप्पी तीज भनेर सुरु गर्छन्, हिँड्ने बेलामा त ह्याप्पी होली। भन्दा भने जस्तो हुन्छ। अहिले त तीज त सङ्गिने छु जस्तो भयो। के भनेको बहिनी? सुरु भएपछि 3 महिनासम्म सकिने नामै लिँदैन भने। हो फेरि हो क्या फेरि कति तीज भयो। वाडाको तीज, टोलको तीज, गाउँको तीज, रातो साडी लाउनेको फाल्टु तीज, हरियो साडी लाउनेको फाल्टु तीज, 40 वर्षभन्दा माथिको फाल्टु तीज, 2टा बच्चा हुने आमाहरूको फाल्टु। पाउनीको छुट्टै, पाउनीको छुट्टै। अहिले त नि कोमल दिजु त्यो 1 महिनासम्म यहाँ आउने गरेसम्म खाँदा रहेछन्। अनि 1 दिन रुच्दैन नि त्यसलाई चाहिँ व्रत भन्दा रहेछन्।